नमस्कार प्रिय श्रोताहरू, तपाईलाई आजको विशेष पोडकास्ट साथीहरूसँगको रात र ग्रान्डफादर माउन्टेनमा हार्दिक स्वागत छ। आज म तपाईलाई एउटा यस्तो यात्रा सुनाउँदैछु जुन केवल रमाइलो मात्र होइन, इतिहास, प्रकृति, शान्ति र आत्मसम्मको संवादले भरिएको कथा। सुनौ एक रात ग्रान्डफादर माउन्टेनमा बिताएका हाम्रा कथाहरू। ग्रान्डफादर माउन्टेनको इतिहासको स्पर्श गरौँ। ग्रान्डफादर माउन्टेनलाई धेरैले एपालान्चेसको आत्मा भन्दछन्। यो उत्तरी क्यारोलिनाको ब्लू रिज पर्वतमालामा अवस्थित छ। यसको आकृति टाढाबाट हेर्दा एउटा वृद्ध मानिसको अनुहार जस्तै देखिन्छ, शान्त, गम्भीर र अनुभवी। यो पर्वतको उचाइ लगभग 5,964 फिट अर्थात् 1,816 मिटर छ। जैविक विविधताको हिसाबले यो अमेरिकाको एक महत्त्वपूर्ण संरक्षण क्षेत्र हो। यहाँ रेड वुल्फ, ब्ल्याक बेयर अनि दुर्लभ उच्च पहाडी वनस्पतिहरू पाइन्छ। यसलाई ग्रान्डफादर माउन्टेन स्टेटशिप फाउन्डेसनले संरक्षण गर्दै आएको छ, शिक्षा, अनुसन्धान र जनचेतनाको लागि। हामीले यात्रा सुरु गर्यौं एक शनिबार बिहान। कोही अफिसबाट छुट्टी लिएर, कोही हतारोमा झोला बाँधेर तयार भयौं। गाडीमा नेपाली गीत, चिया, गफ अनि हाँसोको माहौल थियो। बीच बाटोमा हामीहरूले रोड साइड रेस्ट एरियामा साथी र बच्चाहरूसँग सँगै लन्च गर्यौं। त्यसपछि हामी गयौं बोन सहरतर्फ, जसले एपालान्चेस स्टेट युनिभर्सिटीको शान्त वातावरणमा अवस्थित बोन सहर निकै नै रोचक पर्यटकीय स्थल रहेछ। त्यहाँ हामी केही समय बितायौं। पर्यटक क्षेत्र भएकाले त्यहाँ हामीले कफी, आइसक्रिम खाँदै रमाइलो गर्यौं। अन्ततः हामी हाम्रो गन्तव्य एयरबिएनबी पुग्यौं। त्यतिबेला सूर्य अस्ताउँदै थियो, आकाश सुनौलो थियो, पहाड हरियो थियो, साँच्चै जादुमय दृश्य थियो। त्यो जादुमय रातमा जब हामी एएनबी पुगेपछि हामीले चिसो हावासँगै सास फेर्यौं, तर मनमा मित्रताको गर्मी थियो। रातमा हामीले मोमो पकायौं, क्याम्प फायर वरिपरि बसेर गीत गायौं, नाच्यौं अनि आत्मासँग कुरा गर्यौं। कुरा के मात्र भएनन्, जीवनका सङ्घर्ष, पुराना सम्झनाहरू, डर अनि सपना समेटिएका गहिरा अन्तरङ्ग कुराकानीहरू गरिरह्यौं। त्यो रात छोटो थियो तर गहन थियो। बिहानको पहिलो घामले पहाड छोपिरहेको दृश्य, हातमा तातो चिया, वरिपरि कुहिरो। हामी जङ्गलको बाटो हुँदै हल्का ट्रेकमा निस्क्यौं। त्यस क्रममा डियर, ब्ल्याक बेयर, रेड फक्स र अनेकौं चराहरू देख्यौं। प्रकृति आफै उपस्थित भएर हामीलाई स्वागत गरिरहेको जस्तो लाग्थ्यो। त्यसपछि हामी पुग्यौं माइल हाई स्विङ्गिङ ब्रिजमा। पुल हल्कासँग हल्लिँदा रोमाञ्चक लाग्यो। त्यहाँबाट देखिने दृश्यले मन शान्त पारिदियो। केही मिनेट हामीले आँखा चिम्लेर ध्यान पनि गर्यौं। त्यो मौनता, त्यो स्पर्श शब्दले बयान गर्न नसकिने।
किन जानुपर्छ ग्रान्डफादर माउन्टेन? किनभने त्यहाँ तपाईँ आफैसँग भेट हुनुहुन्छ। सहरको कोलाहलबाट बाहिर निस्केर शान्तिको खोजीमा लाग्न सकिन्छ। साथीहरूसँग बनाइएका ती सम्झनाहरू जुन तस्बिर मात्र होइन, आत्मासँग जोडिएको अनुभूति बन्दछ। त्यो रात सायद छोटो थियो, तर त्यसले दिएको अनुभूति आज पनि मुटुमा गहिरो रूपमा जीवित छ। ग्रान्डफादर माउन्टेनको नाम कसरी रहन गयो त? पुरानो यात्रुहरू भन्नुहुन्थ्यो, पहाडको आकृति टाढाबाट हेर्दा वृद्ध मानिसको अनुहार जस्तै देखिन्छ, सुतिरहेको, शान्त। त्यसैले स्थानीयहरूले ग्रान्डफादर भनेर बोलाउन थाले। आज पनि लिनभिल क्षेत्रबाट हेर्दा त्यो अनुहार जस्तो आकृति देख्न सकिन्छ। पर्यटकहरू त त्यही अनुहार खोज्न आउँछन् र त्यो तस्बिरमा कैद गर्न खोज्छन्। यो क्षेत्र चेरोकी आदिवासीहरूको लागि पवित्र भूमि हो। उनीहरूको अनुसार त्यहाँ उनीहरूका पूर्वजहरूको आत्मा बस्दछ। त्यसैले यो पर्वतप्रति आदर र सम्मान देखाइएको हो। 1950 को दशकमा म्याकेर परिवारले यस क्षेत्रको संरक्षण गर्न थाले। यो म्याकेरको सपना थियो यसलाई शिक्षा, अनुसन्धान र प्रकृति प्रेमीहरूको लागि सुरक्षित राख्ने। 2008 मा यसको संरक्षण जिम्मा ग्रान्डफादर माउन्टेन स्टिडवार्डशिप फाउन्डेसनलाई दिइयो। आजसम्म पनि यो संस्थाले त्यस जिम्मेवारीलाई गर्वका साथ निभाइरहेको छ। युनेस्कोले पनि यस क्षेत्रलाई साउदर्न एपेलेन्चेज बायोस्फियर रिजर्भको मान्यता दिएको छ। प्रिय श्रोताहरू, यात्रा कहिल्यै छोटो हुँदैन यदि त्यो मनदेखि गरिएको हो भने। यदि तपाईँ अझै ग्रान्डफादर माउन्टेनमा पुग्नुभएको छैन भने अब तपाईँको गन्तव्य तय भयो होला। अर्को एपिसोडमा नयाँ कथा लिएर म आउँछु। त्यतिन्जेल प्रकृतिसँग नजिक रहनुहोस्, साथीहरूसँगको साँचो मित्रता जोगाउनुहोस् र आत्मासँग संवाद गर्न कहिल्यै नछोड्नुहोस्। धन्यवाद।